गर्न लागेको हाम्रो मेमेले चाहिँ सुरु गर्नु भइसकेको छ अनि हाम्रो ममको चाहिँ यहाँनिर खोइ भाग्नु भयो अनि त्यसपछि टक्क लाएर यो चाहिँ दसैँ स्पेसल मासु सुकुटी भनेको त फेरि सधैँको लागि बेस्ट हो कि मेमे च्वाचेको भन् च्वाचेको ल ल के गरे च्वाचेको च्वाचे धराने च्वाचे च्वाक 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 खै एकचोटि खान्छ च्वाक 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 भन्छ कि भन्दैन हेरौँ ल धराने च्वाके होला च्वाचे भन्छ कि त्यही हेरौँ ल एकचोटि नुन धेरै हालेर खानु ल मेमे यो के को मासु रे च्वाचेको च्वाचेको धराने च्वाचे च्वाक 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 ओ च्वाक च्वाकै भन्दो रहेछ ल तिम्रो लान्छ च्वाक 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 रे काका हाम्रो चाहिँ यहाँ हड्डी र छालावाला काका छ हेर गाइस खाना चाहिँ हेर के खानु सिम्बा पिङ्गा पाउन सिम्बा मु जाम कति बजे 10:30 बजे उठेको छ सुतेकै 5-6 बजे होला तासेल हो ना कहाँ गर्दा हाम्रो भ्लग हेरेर रमाइलो गरिदिनु होला यस्तै यस्तै मासु खाने भए आफ्नै घरमा बनाएर खानु होला हाम्रो घरमा पाइँदैन हामी त मोबाइलमा उसो भिडियोमा देखाउनु मिल्दैन त हाम्रो छैन गाउँमा त नेट छैन हो अहिले एकछिन एकदम हाम्रो त गाउँ घरैमा मासु सोलमारी खाने चलन छ बिहानै सोलमारी हानिन्छ दिउँसोभरि टल्ली भइन्छ उमेरले जातले पाको मुखले खाएको उमेर तात्तिँदै गइरहेछ रगत तात्तिँदै गइरहेछ डाक्टरले भन्छ खानुहुन्न हस्पिटल जाँदा भन्नुहुन्न रक्सी खान्छ भन्नुहुन्न जुस खान्छु पैसा तिर्नु पर्छ के अरे माया लाग्छ जुसमा पैसा खर्च गर्न कति माया लाग्छ मेमे हामीलाई त खान मन लाग्दैन पैसा तिरी हो कि भन्नु न काका जुस त स्वाद लाग्दैन यो छिटै लाग्छ भने एकचोटि यहाँबाट गएपछि स्वाद चिरी क्रिक 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 यहाँ पुग्छ कि पेटमा पुग्छ अनि तातेर अनि त्यसपछि यहाँ चाहिँ पुग्छ कि पुग्दैन यहाँ पनि आउँछ आधा बजे रिलिभ हुन्छ बन्द गर्छ अब यो अहिले हेर्नु पर्यो भाका हाम्रो काका यस्तो काहीँ यस्तो मिलाएर राख्नु हामी सबैजना यसो आउने गऱ्यौँ त्यहाँ कता यस्तो यतिकै यतिकै होइन अलिक मिला त्यसरी नै त्यतै पठाउनु न कहाँ राखेको हेरेर राख्नु न काम सिँगै भइरहेको के खान्छ त त्यस्तो बराबर भइरहेको आइसी भइरहेको यो आइसै भएर उयो खानु तिमीले हुन्छ पर्दैन त्यस्तो नपिसो त खाँदैन किन बरफ नराख्नु हर्सुटी चाहिँ अलिकति मात्र आउँदो रहेछ छैन हर्सुटी चाहिँ अलिकति मात्र आउँदो रहेछ अब काकाले जहिले मम्माले यता बस्नु न काकाले जहिले कमाउँछ त्यो ल अब त्यो के अरे बाख्रालाई अलिक सङ्घलाई सुकुम भयो अरे तिमी राति चाहिँ नसु त तेरो काकाले 10 वर्षपछि ठ्याक्कै 10 वर्ष कति हुन्छ अरे 40 हुन्छ ठ्याक्कै बिहे गर्ने अनि ल कुन किताब टिकट बनाउनु थाहा तपाईँ टक्कर छिकेर हामी सबैजना यो यहाँ सुन न यो एउटाको बिहा गर्नु पायो भने एउटा त छोरा नाता नातिनी धेरैहरू पायो भने हामीले त सक्छौँ तिनवटा होइन यहाँ सुन न यसको मात्रै हेर्नु पायो अरू त हेऱ्यो नि छोरीको हेऱ्यो केटाको हेऱ्यो माइलोको हेऱ्यो होइन यसको मात्रै त्यति भयो मनिषाको त अनि त्यो बेलामा हामी त पाउँदैन यस्तो बारबच्चा हुने अच्छा अरू कुरा भयो त्यसरी भयो त्यो काटी जेल्ने भन्ने यो मन फेरि तामाङ मात्र बोल्ने फेरि नबुझ्नु रे सबै नर्मल तामाङ बुझ्ने भए पो बुझ्नु कुनै बुझ्दैन सुनेर बुझ्छ के अब कस्तो अनौठो
घरानको छोरी नातिनी भन्नु मात्रै बेकार तामाङ भाषामा पनि के तामाङ तपाईँ पनि बाजेन भन्नु बेकारको रहेछ तपाईँले सिकाएर मलाई तामाङ भाषा आउनको लागि त्यो मेरो घरमा को भएको भन्दा अब तिमी अर्को घरमा जन्मेको छ अनि मसँग त हाम्रो बोल्दैन तिनीहरू जाँदा त्यो बोल्न सँगसँगै बोक्ने बेलामा बोक्ने सिकाउनु पर्दैन त्यत्रो बोक्यो नि होइन त्यो बेलामा पर्वती कुरो गर्दै जाने यो नेपाली भाषा हो अनि त्यसपछि त्यो उमेरमा नसिकेर यो उमेरमा कसले कसले आएर सिकाइदिन्छ अब यो स्कुलमा किताब हुँदैन तामाङ भाषा तामाङको छोरी घलाङको छोरी भन्नु मात्रै रहेछ तिमी पनि खतम कान्छाजी सेवासोलजी साइ आपाङ भयो आउँभन्दा किन सुन्दा रान्छे आउँभन्दा ठुलो मान्छेले बोलाउँदा के गर्नुपर्छ मान्दैन कान्छाजी भनेको त आमभन्दा सानो लेभलको मान्छेलाई सेवासोलजी हो सेवा पुग्यो अनि अलिक बुढोपाको अलिक मान्यजन छ भने त्यसलाई चाहिँ रान्छे सेफ सेवासोलजी मेमे त्यो मलाई हाल खबर राङ्ला जम्मन जवन मिलन मेमे बोल्नु पनि यही नाटक आउने के त्यो तपाईँले बोलेको थियो फास्ट के बोल्छ नि हो त्यस्तो नआउने भनेको के ज्यादा बुझ्न गएर झन् गाउँतिर मान्छेहरू चाहिँ रट्ठै नै मट्ठै कति मान्छे पनि उहाँ पनि धेरै जस्तो पर्वती तिम्रो त्यो मामले मजाले तामाङ कुरो गर्छ त माम तिमीमा बुढी सासु आमाले के अरे वा मासु त कला आउँदैन के त्यस्तो बरबरमा खुब तामाङ कुरो गर्छ त्यो बुढीले हामीसँग भेट्दा बुढो मान्छेहरू यस्तो के हाम्रो उहाँहरू भनेको हामीभन्दा अनि मुनिको जिल्ला उहाँकै हो हामीले माथि लेखाली पऱ्यो तोर्पे पऱ्यो हो उहाँहरू काँटे पऱ्यो हो कि जति जति छ नि अग्रटेको सबै बिचको काँटेहरू हो तपाईँ हामी गएर बोल्ने यताउति गरे भएको त त्यही भएर आफ्नो पूजा कसको विष्णु दिदी भनेको कहाँको घन्टी चोर खाना घन्टी चोर लागेको बिहान 9 बजे नै अनि त्यो छिनाल्नु नसकेर मान्छे घरको लुप्त छिरेर मोबाइलै लगेको लखा कहाँ गिरफ्त भन्दाखेरि सान खुगुर खेल भयो मेरो खाडमा अन्त हानेको चाहिँ नगर हानेपछि फेरि धेरै समस्या पर्छ आफ्नो थैलो आफ्नो थैलो गर्ने आउँछ विष्णुको त कुखुरा लगेर नै आफ्नो यहाँ भात नआउँदा दिउँसो कहाँ हुन्छ त रातिकै मध्येमा मध्य सधैँ ऊ त्यो माथिको त्यो एकजना बन्द रहेको हुन्छ हामी पनि चलिरह छोरीलाई खाना चाहिँ नफुटेको यसरी गर्ने होइन क्या यसरी मासु पकाइदियो कोही बे गर्न इन्ट्रेस्टेड हुनुहुन्छ भने 40 कटेपछि मेरो काकाले बे गर्छ अरे यो त लानु भयो अहिले गर्नु